दीप प्रज्वलन गरी कति क्लासको रे भाइ 5 क्लासको भाइले यस्तो खतरा है दाबे यो कलियुगको यहाँ कुनै कृष्ण जन्मनेवाला छैन। जय शम्भु सबैजनालाई। आशा छ हजुरहरू सबैजना सच्चै हुनुहुन्छ होला। आज हाम्रो स्कुलमा प्यारेन्ट्स डे छ भन्ने कुरा त हजुरहरू यो टाइटल त सबैले देखेर सक्नु होला। हाम्रो स्कुलमा त प्यारेन्ट्स डे भएकोले म बिहान आइसकेको छु। एकदम माहौल कस्तो छ है त। Where the neon glows, every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत रूपमा पारसमा दीप प्रज्वलन गरी समुद्वादन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रममा सहभागी भइदिनु हुन यस कार्यक्रमका अध्यक्ष लगायत अन्य अतिथिज्यूहरूलाई पनि म सविनय अनुरोध गर्दछु। कहिले गण्डकी प्रदेशमा पहिलो दोस्रो भएर निरन्तर रूपमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भइरहेको छ। समुपस्थितिमा समुद्वादन कार्यक्रम सम्पन्न हुन गइरहेको छ। streets, anything goes. मिलन मचान तिमी हल्का थाहा लाग्यो म उता लग्ने बसिरहेको थिएँ तिमी विद्यालयको लागि स्याम्पल बनाउन सक्छ। यो कलियुगको यहाँ कुनै कृष्ण जन्मनेवाला छैन। यहाँ हामी नारीले नै नारी शक्तिको रूप लिनु छ। काली बन्नु छ, महाकाली बन्नु छ। जय महाकाली। अनएक्सपेक्टेड परफॉर्मेंस नाइस थियो एकदम। फायर डिटेक्टर के पढ्नु होला आफै म पढिनँ जब आगो लाग्छ नि यसले हिट एब्जर्ब गर्छ अनि यो सेन्सरले डिटेक्ट गरेपछि तारहरू भएर हामीले ग्रेड बक्समा पास गरेका छौँ। अनि यहाँ हाम्रो बजर कनेक्ट भएको छ एउटा, ठिक छ। अनि अर्को मोटर कनेक्ट भएको छ। बजर कनेक्ट भएको हुनाले यहाँ साउन्ड बडी सुन्छ, त्यसले आलार्मको काम गर्ने भयो। अनि मोटर कनेक्ट भएको हुनाले जब यो आगो लागेपछि सेन्सरले डिटेक्ट गर्छ अनि त्यस कारणले चाहिँ यो मोटर आफै आफ चल्ने भयो। डिटेक्टर भयो होइन। अब यो यसको चाहिँ के बेनिफिट छ भन्दाखेरि चाहिँ स्मोक त खाना पकाउने बेला नि आउँछ होइन, आउँछ। तर त्यो स्मोकलाई चाहिँ
त्यसले डिटेक्ट हान्दैन कि खाना पकाउँदाखेरिको स्मोक चाहिँ हल्का लेस मात्रामा हुन्छ नि एकको हुन्छ होइन खाना पकाएको तर आगो बलेको स्मोक कति धेरै हुन्छ लाइट अब यहाँबाट चाहिँ स्मोक आइरहेको छैन अब मजा बसेर नमस्ते मेरो नाम सपना अधिकारीको छपासबाट मैले आज स्मार्ट क्लास फ्रन्टलाइन टुल बनाएको छु। यो चाहिँ नि हामीले एउटा सेन्सर फिट गरेका छौँ त्यसले चाहिँ नि अगाडिको केही कुराहरू सेन्स गर्छ र त्यसले सेन्स गरेपछि बजरलाई कमान्ड दिएपछि बजर बज्छ र आँखा नदेख्ने मानिसहरूले त्यो बजरको आवाज सुनेर अगाडि केही छ भनेर पत्ता लगाउन सक्छ र दायाँ बायाँबाट हिँड्न सक्छन्। 5 क्लासको भाइले यस्तो खतरा है। दोस्त के गर्दैछौ? एडिटिङ गर्दै बसेको यतिको डेडिकेसन चाहिँ हुनुपर्छ है। सबैजनालाई अहिले चाहिँ म स्कुलबाट घुमतिर जाँदैछु। कारण सुरुमा यति छिटै म किन निस्केर हिँड्ने भनेर सोचिराख्नु भएको होला। त्यो दिउँसो रमाइलो त भएको थियो, पछि चाहिँ अलि धेरै नै रमाइलो हुन थाल्यो। अनि म एक सिप साधक भएको कारणले यो भौतिक होइन खुसियालीमा धेरै बेर घुम्नुहुन्न भन्ने सोचेर म चाहिँ अहिले घुमतिर लागेँ। अब साह्रै नै रमाइलो एक समय भयो। मैले चाहिँ अब यो भ्लग बनाउनुको कारण चाहिँ आज यो साइन्स एक्जिबिसन त्यसलाई केही नलेजेबल हुनसक्छ अनि हाम्रो अहिले लास्ट इयर भएको कारणले त्यो मेमोरी पनि हुनसक्छ भनेर बनाएको। अब आजको पुरै इन्टरटेनमेन्टहरू हेर्न चाहनुहुन्छ भने मेरो साथीको भ्लग च्यानल छ आशिष जी मगर भ्लग हो, उसको च्यानलको नाम चाहिँ त्यहाँबाट नै हेर्न सक्नुहुन्छ। फेरि कुनै अब ज्ञान र विज्ञानको भिडियो लिएर आउनेछु। आजलाई यति। जय शम्भु।